आज काम गर्नुभएको यति धेरै पैसा पो भयो एकै दिनमा। हेलो गाइस, के छ त हजुरहरूको हालखबर? मेरो चाहिँ सबै ठिक छ। आज म र मेरो दाइ चाहिँ भुस बन्न जाँदैछौँ। किन दाइ त क्यामेरातिर हेर्दै मस्किँदै हुनुहुन्थ्यो। गफ गर्दा गर्दा कति छिटो भुस भएर ठाउँ आयो त्यो त मलाई नै थाहा भएन। अब चाहिँ हामी भुस बन्नुको लागि ठाउँ हेर्छौँ। मैले त तपाईँहरूलाई के हेराउँदै थिएँ, मेरो दाइ त पुरा बोरा लिएर भुस बन्न थाल्नुभयो। दाइले सबै भरिसक्छ भनेर मैले पनि छिटो छिटो बोरा रेडी गर्न थालेँ। अब चाहिँ हामीहरू गफ गर्दै भुस बन्न थाल्छौँ। दाइ र मैले नै एक एक बोरा चाहिँ भरिसकेका छौँ। अहिले चाहिँ छिटो सकाएर दाइले घरतिर जाउँ भन्नुभयो अनि मैले पनि फोन एकतिर राखेर काम गर्न थालेँ। सबै बोरा भरिसक्यौँ, अब त्यत्तिकै छोड्नु त भएन अनि बानातिर थाल्यौँ हामी। हाम्रो दाइ चाहिँ बोरामा टिप्दै थियो र अर्को दाइले चाहिँ बुवाङ्गे बोराले हान्न खोज्नुभयो। दाइ भन्दा म के कम भनेर मैले पनि बोरामाथि बोकेर बुवाङ्गे झारिदिएँ। अब चाहिँ हाम्रो काम सबै सकिसकेको थियो। एकछिन थकाइ लागेर के भइसक्यो, दाइहरू त जान थाल्यो रहेछ अनि एकछिन पर्खिने भनेर पनि दौडिन थाले। दाइहरूनिर पुगेर बिस्तारै गफ गर्दै घरतिर जान थाल्यो। फेरि अर्को ठाउँ घुम्न जानुपर्ने थियो, त्यही भएर हामीले फेरि बोरा लिन आयौँ। त्यत्तिकैमा तिर्ख लागिरहेको थियो, दाइले पान लगाइदिनु अनि पिउन थाल्यौँ। फेरि दाइले यो हिजोको पैसा राख भन्नुभयो अनि फेरि पैसा लिएर हामी दाजुभाइ हिँड्यौँ। चाहिँ हाम्रो कमाइ 1620 रुपियाँको थियो र दाइले 1320 रुपियाँ मात्रै दिनुभयो। अब 300 अरू बेला आएर लग्नु बनाउने हामीले हुन्छ भन्यौँ। अनि चाहिँ हामी बोरा र पैसा बोकेर खुसी हुँदै घरतिर लाग्यौँ। पुगेर के एकछिन बसेर खाना खान लागेको थियो, दाइले त आफ्नो घरतिर पो बोलाउनु भयो। मैले सोधेँ किन बोलाउनु भयो दा भनेको त दाले भन्नुहुन्छ यहाँ हेर्दा हामीसँग अन्डा कति धेरै छ पो भनेर अन्डा देखाउनु थाल्यो। अन्डा पनि हिँड्नु पनि हेर्नु न दुई ड्रम पार्दै गएको मलाई भोक लागिरहेछ भनेर म चाहिँ अनि घरतिर लागेँ। घर पुगेर फ्रिजमा हेरेको अचार काँक्रा र दही पो रहेछ। खानासाना पस्केर अब चाहिँ मजाले खानु परेर म चाहिँ सुरुमा दहीको स्वाद लिँदै खान थालेँ। माथिबाट अलिकति दही हालेर म चाहिँ खाना खान थालेँ। खानासाना खाइसकेर लास्ट बाइट भन्दा काँक्रा खानुतिर म लागेँ। हजुरहरूलाई मेरो मिनी भ्लग कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब, फलो गरिदिनु होला। बाई बाई।